नमस्ते साथीहरू, के तपाईँ शेयर मार्केटमा लगानी सुरु गर्न चाहनुहुन्छ तर टिएमएस एकाउन्ट कसरी खोल्ने थाहा छैन? धेरै मानिस डिमेट एकाउन्ट तर हुन्छ तर टिएमएस एकाउन्ट बिना शेयर किन्न र बेच्न सकिँदैन। आज भिडियोमा म तपाईले टिएमएस एकाउन्ट कसरी खोल्ने स्टेप बाइ स्टेप पुरा प्रक्रिया देखाउने छु। यदि तपाईँ शेयर मार्केटमा नयाँ हुनुहुन्छ भने यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्, किनकि यसपछि तपाईँ आफ्नो टिएमएस एकाउन्ट खोल्न सक्नुहुन्छ। सबैभन्दा पहिला बुझ्ने टिएमएस एकाउन्ट के हो? टिएमएस को फुल फर्म ट्रेडिङ मेजरमेन्ट सिस्टम। सरल भाषामा भन्नुपर्दा टिएमएस अनलाइन सिस्टम हो जसबाट शेयर किन्न बेच्न सक्नुहुन्छ। पहिला शेयर ट्रेडिङ ब्रोकर अफिसमा गएर गरिन्थ्यो, तर अहिले सबै काम अनलाइन सिस्टमबाट नै हुन्छ। त्यसैले टिएमएस एकाउन्ट शेयर मार्केटमा ट्रेडिङ गर्न अत्यन्त आवश्यक हुन्छ। यदि तपाईँ शेयर मार्केटमा इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ भने तपाईले तीनवटा चीज आवश्यक हुनुहुन्छ। तपाईलाई तीनवटा चीज आवश्यक हुन्छ: बैंक एकाउन्ट, डिमेट एकाउन्ट, टिएमएस एकाउन्ट। डिमेट एकाउन्टमा शेयर सुरक्षित राखिन्छ र टिएमएस एकाउन्टबाट शेयर किनबेच गरिन्छ। टिएमएस एकाउन्ट खोल्नका लागि केही डकुमेन्ट आवश्यक हुन्छ, जस्तै सिटिजनशिप आइडी, पासपोर्ट साइज फोटो, बैंक एकाउन्ट, डिमेट एकाउन्ट नम्बर, मोबाइल नम्बर, इमेल एड्रेस। यी सबै जानकारीहरू तयार पछि तपाईँ सजिलै टिएमएस एकाउन्ट खोल्न सक्नुहुन्छ। शेयर मार्केटमा डाइरेक्ट ट्रेडिङ गर्न पाइँदैन, यसलाई ब्रोकर कम्पनीको माध्यम चाहिन्छ। ब्रोकर भनेको शेयर किनबेच गरिने लाइसेन्सी ब्रोकर कम्पनी हो। नेपालमा धेरै कम्पनी छन्। तपाईँ नजिकको ब्रोकर अफिस वा अनलाइन ब्रोकर वेबसाइटमा टिएमएस एकाउन्ट खोल्न सक्नुहुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, टिएमएस एकाउन्ट कसरी खोल्ने? स्टेप बाइ स्टेप प्रक्रिया यस्तो हुन्छ। स्टेप: ब्रोकर कम्पनी छनौट गर्ने। सबैभन्दा पहिलो तपाईँ ब्रोकर कम्पनी छनौट गर्नुपर्छ। नेपालमा धेरै ब्रोकर छन्। तपाईँ आफ्नो नजिकको ब्रोकर, राम्रो सर्भिस भएको ब्रोकर छनौट गर्न सक्नुहुन्छ। स्टेप 2: ब्रोकर वेबसाइटमा जाने। ब्रोकर कम्पनीको अफिसियल वेबसाइटमा जानुहोस्। त्यहाँ अनलाइन ट्रेडिङ एकाउन्ट ओपनिङ फर्म हुन्छ, त्यहाँ फर्म फिलअप गर्नुपर्छ। स्टेप 3: पर्सनल डिटेल भर्ने। फर्ममा तपाईले नाम, एड्रेस, सिटिजनशिप, मोबाइल नम्बर, इमेल जस्ता जानकारी भर्नुपर्छ। स्टेप 4: डकुमेन्ट अपलोड गर्ने। अब तपाईँ सिटिजनशिप फोटो, सिग्नेचर फोटो अपलोड गर्नुपर्छ। स्टेप 5: बैंक एकाउन्ट लिङ्क गर्ने। टिएमएस एकाउन्टलाई बैंक एकाउन्टसँग लिङ्क गर्नुपर्छ। यसले गर्दा पैसा डिपोजिट गर्न, पैसा विड्रोल गर्न सजिलो हुन्छ। स्टेप 6: डिमेट नम्बर राख्ने। फर्म डिमेट अकाउन्ट नम्बर पनि राख्नुपर्छ। यसलाई गर्दा तपाईले निकै शेयर तपाईले डिमेट एकाउन्टमा आउँछ। स्टेप 7: भेरिफिकेसन फर्म सबमिट गरेपछि ब्रोकर कम्पनीले भेरिफिकेसन प्रोसेस गर्छ। भेरिफिकेसन भएपछि तपाईको टिएमएस लगइन र पासपोर्ट दिन्छ। जब तपाईँ लगइन र आइडी पासपोर्ट आउँछ, तपाईँ टिएमएस वेबसाइट खोज्नुहोस्, लगइन र आइडी राख्नुहोस्, पासपोर्ट राख्नुहोस्, लगइन गर्नुहोस्। अब तपाईँ शेयर ट्रेडिङ प्लेटफर्ममा प्रवेश गर्नुहुन्छ। टिएमएस लगइन भएपछि तपाईँ शेयर किन्न सक्नुहुन्छ। स्टेप: कम्पनीको नाम सर्च गर्ने, प्राइस राख्ने, क्वान्टिटी राख्ने, बायर अर्डर प्लेस गर्ने। यदि सेलर भेट्यो भने अर्डर म्याच हुन्छ। त्यसपछि शेयर तपाईँ डिमेट एकाउन्टमा आउँछ। शेयर बेच्ने प्रक्रिया: सेलर अप्सनमा जाने, कम्पनी सिलेक्ट गर्ने, प्राइस राख्ने, क्वान्टिटी राख्ने, सेलर अर्डर प्लेस गर्ने। यदि बायर भेट्यो भने अर्डर कम्प्लिट हुन्छ। शेयर ट्रेडिङ गर्दा मार्केट रिसर्च गर्नुहोस्। सानो रकमबाट सुरु गर्नुहोस्। रिस्क बुझेर मात्र लगानी गर्नुहोस्। कहिले पनि इमोसनल वा ट्रेडिङ नगर्नुहोस्। आजकल टेक्नोलोजी बढ्दै जाँदा शेयर ट्रेडिङ धेरै सजिलो भएको छ। अब मोबाइलबाट ट्रेडिङ, रियल टाइम प्राइस, अनलाइन इन्भेस्टमेन्ट सबै सम्भव भएको छ। यसले गर्दा नयाँ इन्भेस्टरलाई शेयर मार्केटमा प्रवेश गर्न सजिलो भएको छ। आज हामी टिएमएस एकाउन्ट कसरी खोल्ने स्टेप बाइ स्टेप गाइड बुझ्यौं। यदि तपाईँ शेयर मार्केट सुरु गर्न चाहनुभयो भने सबैभन्दा पहिला डिमेट र टिएमएस एकाउन्ट
खोल्नुहोस्। यदि तपाईँ सेयर मार्केट सिक्न मन छ भने यो च्यानल सेयर शास्त्रलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि यहाँ हामी सेयर मार्केट, आइपिओ, इन्भेस्टमेन्ट स्ट्रेटेजी सबै कुरा सजिलो भाषामा सिक्नेछौँ। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँ।